सम्पूर्ण दर्शकवृन्दलाई यस प्रस्तुतिमा स्वागत छ। आज हामी एउटा एकदमै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ। नेपालमा पूर्ण रूपमा कानुनी मान्यता प्राप्त ट्रेडिङ कम्पनी अर्थात् व्यापारिक कम्पनी कसरी स्थापना गर्ने। सुन्दाखेरि यो झन्झटिलो कागजी प्रक्रिया र प्रशासनिक अडचन जस्तो लाग्न सक्छ। तर चिन्ता नगर्नुहोस्, हामी यसलाई एउटा एकदमै स्पष्ट र रोचक मार्गचित्रमा रूपान्तरण गर्नेछौँ। ल, ढिला नगरी यस विषयमा प्रवेश गरौँ र हेरौँ एउटा सफल व्यापारिक संस्था कसरी खडा हुन्छ। कानुनी रूपमा व्यापार सुरु गर्न हामीले मुख्य गरी यी 6वटा माइलस्टोनहरू पार गर्नुपर्ने हुन्छ। दर्ताको सुरुवातदेखि लिएर चाहिने कागजपत्र, स्थानीय वडाको काम, कर दर्ता, अन्तर्राष्ट्रिय व्यापारको लागि एक्जिम कोड र अन्त्यमा दर्तापछिका निरन्तर कार्यहरू। यी सबै खुड्किला पार गरेपछि मात्र व्यापार गर्ने बाटो पूर्ण रूपमा खुल्छ। पहिलो खण्ड, दर्ताको मार्गचित्र। हाम्रो यो कानुनी यात्रा कम्पनी रजिस्ट्रारको कार्यालय अर्थात् ओसिआरबाट सुरु हुन्छ। यो नै कुनै पनि कम्पनीको जग बसाल्ने पहिलो आधिकारिक पाइला हो। अचेल क्यामिस भन्ने नयाँ डिजिटल प्रणालीले यो प्रक्रियालाई निकै सहज बनाइदिएको छ। यसमा जम्मा 4वटा स्पष्ट कदमहरू छन्। पहिलो, क्यामिस पोर्टलमा गएर आफ्नो कम्पनीको नाम अनलाइनमै सुरक्षित गर्ने। दोस्रो, प्रबन्ध पत्र र नियमावली जस्ता डकुमेन्टहरू स्क्यान गरेर अपलोड गरिदिने। तेस्रो, तोकिएको राजस्व पनि अनलाइनबाटै तिर्ने। र चौथो, कुनै पनि कार्यालय नधाइकन क्युआर कोड सहितको डिजिटल दर्ता प्रमाणपत्र हात पार्ने। यो प्रणालीले प्रक्रियालाई साँच्चै नै एकदमै छिटो र पारदर्शी बनाएको छ। अब कुरा आउँछ समयको। यो सबै काम गर्न कति दिन लाग्ला त? हेर्दा नाम सुरक्षित गर्न 1 देखि 3 दिन मात्र लाग्छ। ओसिआरको रुजु हुन 2 देखि 5 दिन, अनि वडा र कर दर्ताको काम अर्को 1 देखि 3 दिनमा सकिन्छ। तर एउटा मुख्य कुरा के छ भने भन्सार विभागबाट एक्जिम कोड लिएर पूर्ण रूपमा अन्तर्राष्ट्रिय व्यापार सुरु गर्न भने 30 देखि 45 दिनसम्मको समय लाग्न सक्छ। त्यसैले अलिकति धैर्यता र पूर्व तयारी चाहिँ पक्कै चाहिन्छ है। दोस्रो खण्ड, अनिवार्य कागजातहरूको सूची। एउटा बलियो कानुनी जग बसाल्न के कस्ता डकुमेन्ट्सहरू चाहिन्छन्, अब त्यसतर्फ लागौँ। यो दर्ता प्रक्रियाको लागि हामीलाई कागजातहरूको एउटा गतिलो हतियारै चाहिन्छ। सञ्चालकहरूको नोटरी गरिएको नागरिकता, अफिसको ठेगाना खुल्ने प्रमाण र फोटोहरू त चाहिन्छ नै। तर यहाँनिर सबैभन्दा क्रुसियल कुरा चाहिँ प्रबन्धपत्र अर्थात् एमओए र नियमावली अर्थात् एओए हुन्। यी दुईवटा डकुमेन्टले नै कम्पनीको पुरै उद्देश्य र आन्तरिक नियमहरू तय गर्ने भएकोले यिनलाई अत्यन्तै सावधानीपूर्वक तयार गर्नुपर्छ। अब खर्चको कुरा गरौँ। दर्ता शुल्क चाहिँ कम्पनीको अधिकृत पुँजी कति छ त्यसमै भर पर्छ। जस्तै 10 लाख रुपियाँसम्मको पुँजी छ भने जम्मा 0.1% लाग्छ, जुन कम्तीमा 1000 रुपियाँ हुन आउँछ। 1 करोडसम्मको पुँजीमा पनि यही 0.1% नै हो दर। तर यदि कम्पनीको पुँजी 10 करोडभन्दा माथि छ भने चाहिँ सरकारलाई एकमुष्ट 1 लाख रुपियाँ बुझाउनु पर्ने नियम छ। तेस्रो खण्ड, कम्पनी रजिस्ट्रार र स्थानीय स्वीकृति। ओसिआरको काम त सकियो, तर यात्रा भर्खर सुरु हुँदैछ, किनकि अब स्थानीय सरकारको स्वीकृति लिनुपर्ने हुन्छ। कम्पनी रजिस्ट्रारबाट प्रमाणपत्र हात परेपछि लौ काम सकियो भनेर बस्न मिल्दैन। त्यस लगत्तै हामीले कम्पनीको कार्यालय रहेको स्थानीय वडा कार्यालयमा गएर व्यवसाय दर्ता गराउनै पर्छ। यो एकदमै अनिवार्य छ। नगरपालिका र व्यवसायको प्रकृति हेरेर यसका लागि 5000 देखि 40,000 रुपियाँसम्म दस्तुर लाग्न सक्छ। घर बहाल कर तिर्ने र वडाको क्लियरेन्स लिने काम नभएसम्म कानुनी रूपमा व्यवसाय चलाउन पाइँदैन। चौथो खण्ड, कर दर्ता, प्यान र भ्याट। स्थानीय स्वीकृति प्राप्त गरेपछि अब लागौँ आन्तरिक राजस्व विभागतिर। यो त कुनै पनि व्यावसायिक संस्थाको लागि सम्झौता गर्नै नमिल्ने अनिवार्य शर्त हो। यहाँ प्यान र भ्याट बीचको फरक बुझ्न एकदमै जरुरी छ। प्यान अर्थात् स्थायी लेखा नम्बर त कम्पनी दर्ता भएको 7 दिनभित्र जसरी पनि लिनै पर्छ। यसबिना न कर्पोरेट ब्याङ्क खाता खुल्छ न कुनै कारोबार गर्न सकिन्छ। तर भ्याटको कुरा अलिकति फरक छ। यदि कम्पनीको वार्षिक करयोग्य कारोबार 50 लाख रुपियाँ नाग्छ भने मात्रै भ्याटमा दर्ता हुनु अनिवार्य हुन्छ, अन्यथा यो ऐच्छिक रहन्छ। पाँचौं खण्ड, एक्जिम कोड प्राप्त गर्ने। ट्रेडिङ कम्पनीहरूको लागि भन्सार विभाग मार्फत अन्तर्राष्ट्रिय व्यापारको ढोका खोल्ने सबैभन्दा शक्तिशाली चाबी नै यही हो। अन्तर्राष्ट्रिय बजारमा पहुँच दिने पासपोर्ट भनेकै यही एक्जिम कोड हो। यो 13 अङ्कको एउटा विशेष नम्बर हो। यो कसरी बन्छ त? सुरुका 9 अङ्क कम्पनीको प्यान नम्बर हुन्छ, त्यसपछि संस्था जनाउने कोड, अनि सफ्टवेयरले दिने युनिक नम्बरहरू, र अन्त्यमा नेपाललाई चिनाउने एनपी जोडिएको हुन्छ।
सामान आयात गर्न होस् या निर्यात गर्न, यो कोड नभई सुखै छैन। तर यो एक्जिम कोड पाउनको लागि भन्सार विभागले पुँजीको एउटा मापदण्ड तोकेको छ। यदि सामान्य स्तरको ट्रेडिङ मात्रै गर्ने हो भने कम्पनीको चुक्ता पुँजी कम्तीमा 10 लाख रुपियाँ हुनैपर्छ। अनि यदि ठूलो परिमाणमा अर्थात् होलसेलमै आयात निर्यात गर्ने सोच छ भने चाहिँ यो पुँजी बढाएर कम्तीमा 60 लाख रुपियाँ पुर्याउनै पर्ने अनिवार्य कानुनी व्यवस्था छ। यो चरणमा अघिका सामान्य डकुमेन्टले मात्र पुग्दैन। एक्जिम कोड लिन अर्कै सेट चाहिन्छ। अघिल्लो वर्षको कर चुक्ताको प्रमाणपत्र, वाणिज्य ब्याङ्कको सिफारिस पत्र र एउटा एकदमै महत्त्वपूर्ण कुरा, 3 लाख रुपियाँ बराबरको सक्कल ब्याङ्क ग्यारेन्टी भन्सार विभागमा पेश गर्नै पर्छ। साथै उद्योग वा वाणिज्य विभागको मान्य दर्ता प्रमाणपत्र पनि रेडी राख्नुपर्छ। यहाँनिर एउटा इन्ट्रेस्टिङ र एकदमै महत्त्वपूर्ण कानुनी यथार्थ पनि छ है। नेपालको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले विदेशी लगानीकर्ताहरूलाई सिधै ट्रेडिङ व्यवसाय गर्नबाट पूर्ण रूपमा रोकेको छ। यसको मतलब विदेशी ब्रान्डहरूले नेपालमा सिधै आफ्नो ट्रेडिङ कम्पनी खोल्न पाउँदैनन्। उनीहरूले आफ्ना उत्पादन बेच्नको लागि स्थानीय नेपाली वितरक वा एजेन्टहरूसँगै मिलेर काम गर्नुपर्ने हुन्छ। 6औं खण्ड दर्तापछिका कार्यहरू र आभार। अब हामी यो मार्गचित्रको अन्तिम चरणमा पुगेका छौं। कानुनी रूपमा कम्पनी स्थापना भइसकेपछि त्यसलाई कसरी सक्रिय राख्ने त? दर्ता हुँदैमा सबै काम सकिँदैन। यो त सुरुवात मात्र हो। कम्पनीलाई जीवित र कानुनी रूपमा सक्रिय राख्न केही कामहरू निरन्तर गर्नै पर्छ। कर्पोरेट ब्याङ्क खाता खोल्ने, हिसाब किताब पारदर्शी राख्न अडिटर नियुक्त गर्ने, शेयरधनीहरूको विवरण अर्थात् शेयर लगत अपडेट राख्ने र प्रत्येक वर्ष आर्थिक विवरणहरू ओसिआरमा बुझाउने। यति गरेपछि चाहिँ जरिवानाबाट बचिन्छ र कम्पनी एकदमै सुरक्षित रहन्छ। यो सम्पूर्ण जटिल र प्रशासनिक प्रक्रियालाई यति सजिलोसँग बुझाउन हामीलाई विज्ञहरूको ठूलो सहयोग मिलेको छ। त्यसैले यो दर्ता प्रक्रियाको एकदमै स्पष्ट खाका र आधारभूत जानकारी दिनुभएकोमा हामी फाइनान्स एन्ड ट्याक्स कन्सल्टेन्ट्स प्राइभेट लिमिटेड अर्थात् फाइनान्स एन्ड ट्याक्स कन्सल्टेन्ट्स PVT.LTD लाई विशेष रूपमा आभार व्यक्त गर्न चाहन्छौँ। उहाँहरूको यो सहयोगले गर्दा नै यो मार्गचित्र तयार गर्न सम्भव भएको हो। ल, कर्मचारी तन्त्र र प्रशासनका यी सबै अडचनहरू त हामीले पार गर्यौं। अब सोच्नुपर्ने बेला आएको छ। सम्पूर्ण सरकारी प्रक्रिया पूरा गरेर खडा भएको यो पूर्ण रूपमा कानुनी र नयाँ ट्रेडिङ कम्पनीले अब कुन चाहिँ बजारमा सबैभन्दा पहिले आफ्नो प्रभाव जमाउला त? यो प्रश्नले पक्कै पनि नयाँ व्यापारिक रणनीति र अनन्त सम्भावनाहरूको ढोका खोल्नेछ। आजको यस प्रस्तुतिमा हामीसँगै रहनुभएकोमा धेरै धेरै धन्यवाद।